जङ्गलमा सबैभन्दा अग्लो प्राणी, आकाश छोएको जस्तो देखिने जिराफ, उसको उचाइ सबैका लागि ईर्ष्या हो। तर यही उचाइ उसका लागि सबैभन्दा ठुलो समस्या पनि हो। घामले पोलिरहेको बेला जिराफ नदीको किनारमा आइपुग्छ। पानी नजिक छ तर पिउन गाह्रो। पानी पिउन उसले आफ्ना लामो खुट्टा बिस्तारै फैलाउनु पर्छ। यो क्षणमा ऊ बलियो होइन, सबैभन्दा कमजोर हुन्छ। टाउको तल झुकेको छ, आँखा चारैतिर डुलिरहेका छन्, किनकि यही बेला गोही, सिंह, चितुवा जो कोही पनि आक्रमण गर्न सक्छ। एक सानो गल्ती र जीवन समाप्त। तर प्यास जित्नै पर्छ। केही सेकेन्डका लागि ऊ जोखिम स्वीकार्छ। पानी पिएपछि फेरि छिट्टै उठ्छ र जङ्गलतिर फर्कन्छ। जिराफले हामीलाई एउटा सत्य सिकाउँछ, उचाइ सधैँ शक्ति होइन, कहिलेकाहीँ उचाइ नै सङ्घर्ष पनि हुन्छ। धन्यवाद। जङ्गलमा सबैभन्दा अग्लो प्राणी, आकाश छोएको जस्तो देखिने जिराफ, उसको उचाइ सबैका लागि ईर्ष्या हो। तर यही उचाइ उसका लागि सबैभन्दा ठुलो समस्या पनि हो। घामले पोलिरहेको बेला जिराफ नदीको किनारमा आइपुग्छ। पानी नजिक छ तर पिउन गाह्रो। पानी पिउन उसले आफ्ना लामो खुट्टा बिस्तारै फैलाउनु पर्छ। यो क्षणमा ऊ बलियो होइन, सबैभन्दा कमजोर हुन्छ। टाउको तल झुकेको छ, आँखा चारैतिर डुलिरहेका छन्, किनकि यही बेला गोही, सिंह, चितुवा जो कोही पनि आक्रमण गर्न सक्छ। एक सानो गल्ती र जीवन समाप्त। तर प्यास जित्नै पर्छ। केही सेकेन्डका लागि ऊ जोखिम स्वीकार्छ। पानी पिएपछि फेरि छिट्टै उठ्छ र जङ्गलतिर फर्कन्छ। जिराफले हामीलाई एउटा सत्य सिकाउँछ, उचाइ सधैँ शक्ति होइन, कहिलेकाहीँ उचाइ नै सङ्घर्ष पनि हुन्छ। धन्यवाद।